सफलताको निम्ति सशक्त मानसिकताको 10औं भिडियोमा यहाँहरूलाई स्वागत छ। सशक्त मानसिकता बनाउन चाहनुहुन्छ भने हजुरहरूले राम्रो सामग्रीहरू ग्रहण गर्न जरुरी छ। जसरी नराम्रो खाना खायो भने शरीरलाई असर गर्छ, त्यसरी नै नराम्रो सामग्रीहरू दिमागले ग्रहण गर्यो भने हाम्रो शरीर र जीवन दुवैलाई असर गर्छ। नराम्रो सामाजिक सञ्जालमा सामग्रीहरू हेर्ने, नकारात्मक कुराहरू हेर्ने, द्वन्द्वहरू हेर्ने, केवल झैझगडा हेर्ने हो भने हाम्रो जीवनमा यसले एकदमै नकारात्मक असर पुर्याउँछ र मानसिकतालाई कहीँ न कहीँ कमजोर बनाउँदै लिएर जान्छ। तर किताब पढ्ने हो, ज्ञानगुणका भिडियोहरू हेर्ने हो र जीवनलाई अगाडि बढाउने सामग्रीहरू बारम्बार खोज्ने हो भने त्यसले हाम्रो मानसिकतालाई नथापाइँदो तरिकाले बलियो बनाउँदै लिएर जान्छ। एउटा सशक्त मानसिकता भएको मान्छेले सधैँ नै यस्तै गर्छ।